प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको भुक्तानीका लागि आवश्यक कागजात पेश गर्ने सम्बन्धी सूचना। आर्थिक कार्यविधि तथा उत्तरदायित्व नियमावली 2077 को नियम 30 अनुसार कार्यालयले भुक्तानी दिनुपर्ने रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ। तसर्थ चालु आर्थिक वर्षको यस कार्यालयबाट भुक्तानी लिने गरी सम्झौता भई सञ्चालित योजना तथा कार्यक्रमको भुक्तानीका लागि आवश्यक कागजात सहित यही मिति 2082 असार 18 गतिभित्र पेश गर्नुहुन अनुरोध छ। पुनश्च तोकिएको मितिभित्र भुक्तानीका लागि आवश्यक कागजात कार्यालयमा पेश नभएमा भुक्तानीको लागि कार्यालय जवाबदेही नहुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। थप जानकारीको लागि सम्पर्क टेलिफोन नम्बर 089 430 377 र सूचना अधिकारी कृष्ण प्रकाश ओली मोबाइल नम्बर 97 62 430 444 मा सम्पर्क राख्न सक्नुहुनेछ।